छोरी एकैछिन तिमी भित्र आऊ न, सानो काम छ। के कुरा हो र आमा त्यस्तो? अब म नै उहाँको भइसकेपछि उहाँसँग नै लुकाउनु पर्ने त्यस्तो के कुरा छ र? लुकाउनु पर्ने त खास केही थिएन, तर यो कुरा चाहिँ त्यस्तै छ, केही समय लुकाउनै पर्ने। त्यस्तो के कुरा हो र आमा? म ठिक भन्दैछु। त्यही एकजना बेपत्ता भएका व्यक्ति हाम्रा ज्वाइँ थिए। के गरौँ त हजुर? अब नहुनु छोरीको बिहे भइहाल्यो। मान्छे परिस्थितिको दास हुन्छ भन्थे, साँच्चै रहेछ। हामी पनि परिस्थितिका दास बन्न बाध्य भयौँ। अब छोरीको अर्को बिहे भइहाल्यो। ठिकै छ, यसमा न तपाईको गल्ती थियो, न अन्जुको गल्ती थियो, न मेरो गल्ती थियो। गल्ती थियो त केवल समयको गल्ती थियो। यसमा हामीले के नै गर्न सक्छौँ र? भगवानले नै नचाहेपछि हामीले मात्रै चाहेर के गर्नु पर्छ र? बरु जाने बेलामा एकपटक अन्जुलाई भेट्न पाए हुन्थ्यो। मिल्छ भने अन्जुसँग भेट गराइदिनु। सन्देश एकचोटि दिदी भाइ हो भाइ, मै जान्छु। के भयो तिमीलाई? अस्तिदेखि अलि तनावमा देखिन्छु, के भयो पनि भन्दिनौ? होइन, के होइन त्यस्तो। हजुर बा। छोरी एकचोटि तिम्रो खरे साथी आऊ त।
ए हस् न सुन्नु न छोरी, ज्वाइँहरू जाने भनेर भन्दै हुनुहुन्छ। जाने बेलामा एकपटक तिमीलाई भेट्न खोज्नु भएको छ। म तिमीलाई बोलाउन आएको। भइगयो बा, म उहाँहरूलाई भेट्दिनँ अहिले। हजुरले जान भनिदिनुहोस्। कस्तो कुरा गर्छौ तिमीले? अब भेट्छु भनेर भनिराखेको मान्छेलाई छोरीले भेट्दिन अरे भनेर मैले भन्न पनि त मिलेन नि। बा तपाईँले कस्तो कुरा नबुझ्नु भएको के? म अब कसरी भेटौँ उहाँहरूलाई? सबै कुरा त सकिसक्यो बा। फेरि त्यस्तो कुरा नगर छोरी। गाडी दुर्घटना हुनु ज्वाइँको गल्ती थियो। दुर्घटनामा परेर कोमामा बस्नु उहाँको गल्ती थियो। अनि कोमाबाट फेरि यादमा आइसके पछाडि आफ्नो श्रीमती खोज्दै आउनु उहाँको गल्ती हो। अनि तिमीले भेट्दिन चाहिएन भन्छौ। अनि मेरो चाहिँ के गल्ती त बा? मलाई तेरो श्रीमान मर्यो त विधवा भइस् भनेर मेरो सिन्दुर पुछिदिने हजुरहरू नै होइन? मेरो हातको चुरा फुटाइदिने हजुरहरू नै होइन? अनि मैले चाहिँ कहाँनिर के गल्ती गरेर बा? मुना के भयो? के पनि भएको छैन। म एकछिन उता घर पुगेर आउनुपर्ने भयो। दा सौन्दर्य, पिनका बाउ छोरीको कुरा के रहेछ? है आशा खुसी फोन गरेर यता बोल। के हुँदैछ? Ini aja pan. Buah. Ang apa nih kamu?
जहिले यसो तिमीसँग एकान्तमा कुरा गर्न खोज्नु भएको थियो यसो कुरा गर न पार्वती तिमी पनि गइजाऊ छोरी हिँड म पनि जान्छु तिमीसँग बस्नुपर्छ नानी गफ गर्दै गर अन्त म बाहिर जय साहबले केही भन्नु खोजिरहेको जस्तो यही त सुन्नु गफ गर्दै गर अप्ठ्यारो मान्नु पर्दैन है अन्जु जे भयो सब बिर्सिदियो हेर मसँग म अझै पनि तिमीलाई स्वीकार्न तयार छु किन चाहिने कुरा गर्नुभएको म अब हजुरको श्रीमती होइन अरू कसैको भइसक्यो त्यो भए पनि तिमी मलाई स्वीकार्य छौ यस्तो नचाहिने कुरा नगर्नुहोस् बरु तपाईँहरू गइहाल्नुहोस् यहाँबाट ठिक छ म यहाँ तिमीलाई अप्ठ्यारो पार्नको लागि आएको होइन म त तिमी खुसी छौ कि छैनौ भनेर बुझ्न आएको थिएँ खुसी रहेछ मलाई पनि खुसी लाग्यो जे जस्तो भए पनि तिम्रो डिभोर्स नभएको श्रीमान हुन आफ्नो श्रीमतीलाई भेट्न पाउनु मेरो अधिकार थियो र भेटे पनि एक पटक तिमीलाई भेटेर हिँड मसँग जाउँ भन्न मन थियो भने पनि तिमीलाई जान मन रहेनछ ठिक छ तिमी सधैँभरि खुसी भए तिम्रो जिन्दगीमा दुःख कहिल्यै नपरोस् तिम्रो जिन्दगी सधैँ फलोस् फुलोस् बस यति भए मलाई पुग्छ आमाले बुहारीको लागि भनेर चिनो पठाउनु भएको छ
यो मेरो होइन, आमाले पठाउनु भएको। म जान्छु। कस्तो छ आमालाई? सन्चै छ। अन्जु, आमाले एकपटक बुहारीलाई भेटेपछि भिडियो कल गर्न है भन्नुभएको थियो। अब नजाने नेपालपछि अन्तिम पटक आमासँग मुख देखाएर कुरा गर्दैनौ नै। तिमी भित्रै बसेको होइन हुन्थ्यो पार्वती? पुरा भइरहेको हो र म चाहिँ बाहिर। देऊ त देऊ, बुहारीलाई देऊ। अन्जु, दर्श भाग्यमान बस बुहारी। तिमीलाई हामीले कति खोज्यौँ, चितवनतिर बस्न सर गएछौ। छोरो पनि 1 वर्ष कोमामा गयो। हामी पनि उता उति भयो, हामी आउँदा तिमीहरू गइसकेको रहेछ। के छ त बुहारी, त्यता खबर? हजुरआमा को हो? तिम्रो आन्टी अन्जु। एकदम म बोल्छु। सन्चै हुनुहुन्छ आन्टी? आन्टी हजुरहरू अब यता कहिले आउनुहुन्छ? हजुर नहुँदा त आन्टी अङ्कल यहाँ सधैँ टोलाएर बस्नुहुन्छ। अब हजुरहरू यता कहिले आउनुहुन्छ आन्टी? अङ्कल अब त तपाईँको अनुहार सधैँ खुसी हुने भयो। आन्टी भेटिहाल्नुभयो? अङ्कल हजुरहरू कहिले आउनुहुन्छ? आउँदाखेरि आन्टीलाई घर माथिको बाटो नल्याउनु है, चिप्लो छ। हिजो चिप्लेर म त लडेको। तिम्रो आन्टी अब आउँदिनन्। किन र अङ्कल, तपाईँ बिना आन्टी त एक्लै बस्न सक्नुहुन्छ र? तिम्रो आन्टी अब एक्लै छैन। तिम्रो आन्टीको अरू नै साथी छ। को रहेछ त त्यस्तो तपाईँ भन्दा नजिकको साथी? म भन्दा पनि नजिकको साथी। सम्झिनुहोस् न। मुना कहाँ चाहिँ भयो? मुना भित्र। कोसँग? पहिलाको जुन के हुँदैछ? तपाईँहरू किन कुरो लुकाउँदै हुनुहुन्छ?
बाबु होइन अब घर जाऊ। होइन बा, हामी 1-2 दिन अझ यहीँ बस्ने। बुवा हजुर, हामीले 1-2 दिन यहीँ बस्ने रहर गऱ्यौँ भने राख्नुहुन्छ नि है? भइहाल्छ नि ज्वाइँ साहब, 1-2 दिन मात्र किन, 2-4 महिनै बस्न मिल्छ नि, होइन पार्वती? भइहाल्छ नि। पोख्नु भनेको छु। के कुरा सुन्नु? बाले भनेर मात्र भेट्न गएको थिएँ, अबदेखि भेट्दिनँ। को? ऊ को हो? मलाई सब थाहा भइसक्यो नि। ओ तिम्रो पहिलाको श्रीमान हो। अनि यो गाउँमा आउँदाखेरि सेतो लुगा लगाएर के को नाटक? किन नाटक गर्नु पर्थ्यो? यत्रो धोका? मुना, मैले तिमीलाई यहाँ राखेको थिएँ, यहाँ शिरमा। तर आज त्यस्तो होइन हजुरले। बस पुग्यो। जति धोका खानु थियो खाएछु। तिमीलाई चिन्न नसक्नु नै मेरो भुल भएछ। तिम्रो श्रीमान अब म होइन, उही हो। मलाई छोड, किनकि तिम्रो अहिलेसम्म डिभोर्स भएको छ र डिभोर्स नभएको श्रीमानलाई आफ्नो श्रीमतीको हक लाग्छ। ला दाइ त रिसाएर पो आउनु भएको छ। मैले रक्सी खाएको थाहा पाएर गाली गर्न आउनु भयो जस्तो लाग्यो। आरती खोइ त? आरती बारीतिर गएको छ। सलिड पैसा छ? पैसा अलिकति त होला, किन न? तँलाई भरे बोल्दैन। होइन चन्द्र दाइलाई के भएछ आज? अर्कै लागिरहेछ।
आमा होइन के भयो भने सबै बर्बाद भयो आमा। बर्बाद भयो रे मलाई न त सबै कुरा अहिले कहाँ हुनुहुन्छ अहिले? तिम्रो पहिलाको लोग्ने के उही बाको घरमा हुनुहुन्छ। त्यहाँ छन् भने म एकचोटि कुरा गर्छु, हिँड न त। भइगयो आमा, अहिले पर्दैन। बरु हजुरले एकचोटि आफ्नो छोरालाई चाहिँ सम्झाउनुहोस् न। एकदमै रिसाउनु भएको छ। उहाँले के गर्नुहुन्छ मलाई पनि थाहा छैन। आमा सम्झाउनु न एकचोटि। ल ल ल म सम्झाउँछु त्यसलाई, त्यसले सम्झाएको मान्छ पनि। पूजा टिकट आमा नमस्कार। नमस्कार। हजुर चन्द्रजीको आमा हो। चिने मैले। आमा मुनासँग एक दुईवटा कुरा गर्न बाँकी थियो। माफ गर्नु होला बाबु, अहिले मुना अलिक तनावमा छ। यतिखेर तपाईँ 2-4 दिन यतै बस्नुभयो भनेदेखि भरिभरि कुरा गर्दा पनि भइहाल्यो। त्यसैले अहिले मुनासँग कुरा गर्ने कोसिस चाहिँ नगर्नुहोस् नानी। ल कहिलेदेखि यसरी खान थाल्यो कि रक्सी तिमीले? आजैदेखि हो। यसरी खाने गरेका थिएन पहिला पहिला, अहिले के पिर पर्यो कि बाबु तिमीलाई? जिन्दगी के रहेछ र? के सोचे आउँछु के हुन्छ? यसरी रक्सी नखाऊ बाबु है। कहिले नखाने मान्छेलाई यसरी खाँदा गाह्रो हुन्छ क्या। ठिक छ, एकचोटिलाई खायो, अर्कोचोटि चाहिँ नखाऊ है बाबु। यसरी खानु हुँदैन है। ल अब बस्नु फुर्सद छैन मेरो म गएँ। ल है बाबु, ल यति भन्दा नखानु अब। त्यसको लागि माग्नु छ स्वार्थी संसार। रक्सी खाएर समस्याको समाधान त हुँदैन थाहा छ, तर अलिकति भए पनि मन शान्त चाहिँ हुँदो रहेछ। चन्द्रे के हो आज त खुब जम्यास त। चन्द्रे तैँले पनि लोकल खान थालिस्?
थिएन है बिचरा के हो किन खाएको हो खासै खाने चिज चाहिँ होइन कहिले नखाने मान्छेले हेर्नु है राम्रोसँग खा चन्द्रे तेरो दुःख भुलाउनको लागि यो एकदम राम्रो उपाय खा गरिनु म घरमै किनेर ल्याइदिन्छु जति खाने हो घरमै बसेर खानु होला घर हिँड्नु भनेको कृष्ण दाई चन्द्रले त मुनाको हातै छुटाएर गयो त दधिराम अब हात मात्रै होइन चन्द्रले अब यसको साथ पनि छोड्छ हजुर हाम्रो पैसा कति भयो पैसा 200 भयो चन्द्रलाई के पिर पर्या हो अलि राम्रोसँग सम्झाऊ मेरो कारणले रक्सी पनि खान थाल्नु भयो है यता फर्किनु त मेरो कुरा त सुन्नुस् के भएको के हजुरलाई उसको माया कति लाग्छ कसको भुपु श्रीमानको के हो तँलाई अब के भयो भने के बोलिकन गयो तिमीहरू नि के भएको होला मुना भयो त नराउ न म केही कुरा बुझिरहेको छैन तिमीहरूको के भयो भने नराउ फोन बस्यो तिम्रो कसको नयाँ नम्बर छ उसैको होला उठाउन न खैले म उठाउँछु
अन्जु हामी हिँडेको राम्रोसँग बसाई। म आमा बोलेको। आमा नमस्कार, एकचोटि अन्जुलाई दिनु न। अन्जु छैन यहाँ मेरी मुना छी। मेरो लागि त अन्जु नै हो। मुना त तपाईहरुले यता आएपछि राखेको नाम। उसको स्कुलदेखिको नाम अन्जु हो, त्यो पनि मैले राखेको। मुना तिमीसँग बोल्ने ल। अन्जु हामी हिँडेको राम्रोसँग बसाई। हस्। के भनिन् बुहारीले? खासै बोल्न मानेनन्। हो छोड्दे, जाउँ हिँड। एकछिन पर्नुहोस्। तपाईहरु एक दुई दिन यतै बस्न मिल्छ? किन? हजुरकी अन्जुको बारेमा धेरै कुरा गर्न बाँकी छ। भन्नुहोस्, कति दिन बस्दिनु पर्यो तपाईँको लागि? के सोध्नुहुन्छ? म तपाईँको सबै प्रश्नको उत्तर दिन राजी छु। उसो भए फर्किनुहोस्।